What is this? यो छोरी मान्छेको भाग्य पनि गुल्टेको ढुङ्गो जस्तो कहाँ गएर रोकिन्छ जाऊ आज के हो फुलन्दीको आमा त पुरै दिपा अब भाइ भन्न मन लागेको थिएन तर पनि बाध्यता मेरो पनि दोस्रो बिहे हुँदैछ मेरो ल अब म मुन्द्रेको कमेडी क्लबमा अब म गर्दिन के यसरी अभिनय गर्दिन ल है सबैलाई बाई बाई हैन कसले पत्यायो त फेरि मेरो कसले पत्यायो को पर्यो के को हतार नजर लाउनुले राम्रो मान्छे छ ल ठिकै छ गरी खाऊ मेरो कति गल्ती होला यसको लागि आइ एम रियली सरी के भयो हैन जाने नै हो म दोस्रो म्यारेज गर्दै छु है अनि म्यारेज गरेपछि त कमेडी क्लबमा आउँदा भइहाल्छ बुढाले दिँदैन बुढाले बुढा हिरो हो दिसिन्न ओ माय गॉड फुलन्दीको आमा त हेर्नुस् त मुन्द्रे कमेडी क्लबमा आएर हिट खाएर आज फुलन्दीको आमा हिरोसँग लभ गर्ने भयो ल आम्मा स्वत हिरो नि मुन्द्रेको ठुलो कुरा नगर्नु न रूप रङ जवानी पनि चाहिन्छ त्यो हिरो अब त्यही भएर म त अब यो पुरानो श्रीमानलाई अब छोडेर हिँड्न लाग्छु है त्यही भएर यो पुरानो घरको सबै थाङ्ना थुङ्नी केही बाँकी राखिन लिएर आए होइन अनि बिहा गरेर पनि त यसरी कार्यक्रम यत्रो भइरहेको छ सारा संसारले देश विदेशबाट हामीलाई यत्रो माया गरेर फुलन्दीको आमा भन्छ अकस्मात यसरी छोड्ने निर्णय गर्ने अनि के बिहाई गर्ने भइसक्यो हिरोले बिहा मात्र गरेर अर्को साल त घोरले छोरो पाउनेसम्म मेरो निर्णय हो होइन को चाहिँ हिरो हो त तपाईँको त्यस्तो घोरले छोरै पाउने खालको लबै परेको मासतिर हेरेर कुरा गरौँ माथि त थाहा छैन अझै मरे थाहा पाएर थाहा नपारेको नगरमै जति पहिला फ्री छोरे अब त मेरो कन्ट्रोल हो आज यो मौकामै भन्या छ है मौकामै तर मलाई एउटा कुरा चाहिँ मलाई पनि उ लाग्यो है आकाशजी अस्ति भर्खरै मुन्द्रे कमेडी क्लबमा आएको मान्छे फेरि किन आइरहनु भयो त यहाँ भने त कुरो यसो पो रहेछ क्लियर पार्नु पर्यो यहाँ हिजो बेलुका मात्र मैले म्यासेज गरेको आज यहाँ नआएको भए त हाम्रो त फेरि घर त हुन्न थियो त कोही के हो तपाईँहरूको पर्या आकाशजी के हो आकाशजी कुरा के हो भन्नु त तपाईँलाई के लाग्छ म उहाँको लागेको जस्तो लाग्छ म त अध्यक्षज्यूको लागेको यहाँ ल अब यो त ट्याङ्गल लभ स्टोरी हुने भयो सुन्नु है अहिले राति आनन्दले सुत्ने मन छ कि छैन फेरि घर बाहिर म राखिदिनु नपर्यो त्यतिकै त हाम्रो घर बेटी कस्तो किचकिच गर्छ हामी बुढाबुढीको झगडा सुनेर अझ ठुलो कुरा घर बेटी अब खत्तम छ कि फेरि काठमाडौँमा के भएको यो घर बेटीहरू हामी भाडा बस्ने छिट्टो अब यो चोटिको फिल्मबाट आएको पैसाले त अपार्टमेन्ट किन्नु अर्को फिल्मबाट घर बनाउनु पर्छ कि अनि केही बोलिसियो न स्वामीज्यू किन स्वामीज्यू बिहे नभए कसरी स्वामीज्यू बिहे त भएको छैन होला नि त बिहे नभएर के भयो त अरू भइसक्यो इन्गेजमेन्ट भइसक्यो ओहो अनि तपाईँहरू के अहिले के जहिले पनि खानाकै हतार हाम्रो बिहे भयो भने पनि हामी नबोलाउने मुन्द्रेलाई त बिहे जस्तो कुरा त केटाकेटी दुइटै राजी हुनु पर्यो नि त तपाईँ राजी भएर भयो उहाँ राजी हुनु परेन भर्खर फिल्ममा आउँदै हुनुहुन्छ यत्रो हिर्काइरहनु भएको छ जबरजस्ती दुधको साथी बिरालो अर्का छोरालाई त्यसै फसाउनु खोजेर त हुँदैन नि यार तपाईँ यस्तो कुरा नगर्नु मैले श्रीमानलाई डिभोर्स पेपर बनाइसके बस ल्याप्ची हान्न मात्रै बाँकी छ कहाँ फसे अस्ति जबदेखि अस्तिको एपिसोड आउनु भएको थियो नि त्यहाँदेखि हाम्रो चक्कर चल्यो अनि त्यसपछि आज फेरि अहिले आएर के हो यस्तो ए कुरा त अलिकति मलाई पनि गहिरो जस्तो लाग्यो किनभने अस्ति त पूजाजीसँग गहिरो होइन तपाईँ त डुबी जान्छ हाम्रो कुरामा भनेपछि के तपाईँहरू लिभिङ टुगेदरमा हो लिभिङ टुगेदर त्यो त होइन तर हामी सँगै बस्छौँ लिभिङ टुगेदर त होइन हाम्रो कहाँ सँगै बस्नुहुन्छ तपाईँ यहाँ सँगै बसेर हुन्छ नक्सलमा नक्सलको भातभातिनीको पछाडि आगाजी के हो नचाहिने कुरा हो म बस्ने सामा खुसी अब नक्सल कुरा अनि त्यो मैले धोइदिएको कोट किन नलाई आउनु भएको सर्ट मात्रै लाएर आउनु भएको तपाईँ कहिले घर आउनुभयो कहिले धोइदिनु भयो मेरो लुगा नचाहिने कुरा सबैको अगाडि झुट बोल्ने सृष्टिलाई थाहा छ कि डरायो हो के हाम्रो ल हो सृष्टि तपाईँ त उहाँसँग सँगै फिल्म खेल्नु भएको मान्छे हो यदि त्यस्तो थियो दाजु भाउजूको सम्बन्ध नन्दले किन जोडेको लाज हुँदैन अब नन्दले त देखेको कुरा पनि नाइ भन्नुपर्छ हो कि होइन नन्द
हो बाउजू अनि तपाईँ पै परे कालेको सुटिङमा जानु हो एकचोटि जानु हो उहाँ आउनु भएको थियो पूजाले गाली गर्लिन् भनेर भर्खरै जाँदै भेट्नु भयो अरे नि त क्या पूजाले गाली गर्छन् पूजाकोमा यो जति भाइटिका थाप्न जाने हो हामी म भाउजू तपाईँ दाजु बनेर असम्भव असम्भव बाप्रे ला असम्भव मेरो जिन्दगी बर्बाद गरेर असम्भव डिभोर्स पनि वान साइडेड डिभोर्स हो कि कस्तो बुढासँग तपाईँले गर्दा जेसुकै होस् अब जिन्दगी बर्बाद भयो अनि फुलन्दीको बाउलाई छोडि नि सक्यो हो त्यही त ल्याप्ची हाल्न मात्रै बाँकी छ अब है अब जेसुकै होस् अब छोडिदिउँ न अब यहाँ झुट बोले पनि अब घरको कुरा घरमै अब सिरियस हुन चाहिँ सिक्नु है जहिले पनि रोमान्स गरेर मात्र घरबार बस्दैन भनिरहेको छु अब कमाउने हो तन्नसँग घर बनाउने हो तपाईँ कमाउनुहुन्छ देश विदेश घुम्नु भएको छ यत्रो पैसा कहाँ फाल्नुहुन्छ तपाईँले हजुर कहाँ फाल्नुहुन्छ पैसा हामीले सिद्धाएको डान्स पार्टी गइयो कता कता गइयो हो र भने सृष्टिजीलाई भन्नु नि त तपाईँले सृष्टिजीलाई यसो अब दाईको बानी बेहोरा के छ कसो चाहिँ मलाई थाहा हुन्छ नि त दाईको बारेमा उहाँलाई भन्दा धेर मलाई थाहा छ नि आफ्नो मान्छेको अब तन्न हामीले घर बनाउने हो घर पनि कस्तो बनाउने थाहा छ त्यो लौरी जस्तो घर थियो नि पहिला भत्की गएको के पो लौरी जस्तो घर हो त्यो भने नि अलगो घर बनाउनु पर्छ लिफ्ट हाल्नुपर्छ त्यो बाकसमा सुर्र माथि झार्यो सकिँदा त्यस्तो खालको घर बनाउनु पर्छ छिटो सोच्नु अहिले देशमा एकदमै खतरा छ त्यही भएर यस्तो सुन गहना लाएर हिँड्नु न धेरै फेरि अर्कैले बिहा गर्ला फेरि मलाई तपाईँलाई छोडेर त मरै जान्न भयो तपाईँले मार्नुहोस् मलाई कसरी मार्नुहुन्छ मारे पाप पाले पुण्य तपाईँलाई पालेर पुण्य कमाउनु छैन आकाशीलाई होइन अब यस्ता त कति आउँछन् त्यस कारणले तपाईँ अब त्यो नगर्नुहोस् बरु भाइटिका आउँदैछ होइन जाने भनेको त होइन दाइलाई निम्ताएपछि त भाउ असम्भव कुरा हो यो एकदमै असम्भवलाई धेरै कुरा म सम्भव बनाएको छु सबै कुरा मिल्छ तर यो कुरा मिल्छ मिल्दैन है यो चाहिँ असम्भव अनि तपाईँ आफ्नो यसरी जोडी मिलाइसकेपछि तपाईँलाई यत्रो कार्यक्रममा ल्याउने यत्रो गर्ने देश विदेश टम्काउने मुन्द्रे पनि त अगाडि सृष्टिजी हुनुहुन्छ यसो मिलाइदिए हुन्छ नि त हाम्रो नि कुरा के मिलाउनु पहिलो कुरा हाइटै मिल्या छैन हाइटमा जाने हो फिल्मको नामै पोइ परे काले छ अनि काले गोरे हाइट होचो भुँडे जेसुकै होस् नि मन मैले मिल्छ नि होइन सृष्टिजी सुरुमा त लुगाइदेखि मिलाउन आँटिरहेको छ मुन्द्रोले यही काले भनेर पुरै काले लिएर त्यो त अब आहा गरेर चारतिर त्यसरी हुँदैन एक ट्युटरमा त लभ भनेको यतै त छ त मेरो त यहाँ अनि नन्दा पनि आज त पाकेको केरा जस्तो एक्सक्युज मी तपाईँकोमा बेसमारी फ्यान तपाईँको इन्डियातिर पनि गएर खेल्नुभयो क्या र हजुर खेले के खेले म्युजिक भिडियो त्यो जति भिडियो रे म्युजिक भन्न नि आउँदैन र भन्नुभयो त राम्रोसँग म्युजिक भिडियो होइन आकाश एकदमै मन परिरहेछ तपाईँ मलाई एकदमै मन पराउ मैले भन्दा त धेरै उहाँले मन पराउनुहुन्थ्यो आज किन यस्तो सुन्नु न तपाईँले एकदमै माया गर्नुहुन्छ भने अनि उहाँ कोसँग खुसी हुनुहुन्छ उहाँसँग जान दिनु त्यसरी अनि मेरो खुसी चाहिँ के कुइ जाओस् डुब्ला छ मेरो पिरले अझै भात डुब्ला जाने हो ल माया भन्ने चिज एकतर्फी हुँदैन कहिले पनि दुईतर्फी हुन्छ दुईतर्फी ढोरा दुई तार्फी खोज्नलाई एकतर्फी पनि हुन्छ नि मैले गरिरहेको छु त तपाईँले गरिरहनु भएको छ त्यहाँमाथि तपाईँ पहिले बिहा भइसकेका मान्छेलाई अर्कोले बिहा गर्छ त कन्ने केटीसँग बिहा गर्छ नि तपाईँको अर्का बुढो छोड्ने आज फुलन्दीको बाउ छोड्यो भोलि आकाशलाई छोड्लान् पातालतिर लाग्ला जतिवटा बिहे गरे नि त्यो त मेरो ट्यालेन्ट हो कोही छोड्ने नि ट्यालेन्ट हुन्छ होइन त्यसलाई तपाईँ ट्यालेन्ट सम्झिने फिल्मको टाइटल जस्तै काले पोइ नपर्नु जस्तो खोजे पोइ पर काले जसरी भए पनि मेरो त दुईवटा पोइ हुन लाग्छ कसैको एउटा त छैन किन बोल्नु दे ल फुलन्दीको आमा केही हुनेवाला छैन दाल गल्नेवाला छैन आकाशजी भनेको एकदम ट्यालेन्ट अहिले उहाँ यस्ता प्रेम श्रेममा यस्तो बिहा गर्ने कुरामा अल्झिनुहुन्न उहाँको करियरको कुरा छ उहाँ 101 फिल्ममा चाहिँ ब्याक टु ब्याक हिट दिइरहनु भएको छ एकदमै मुसु मुसु हाँसिरहनुहुन्छ यस्तो हेर्दै चक्लेटी हिरो मुसु मुसु
मायाले खुसो खुसो दिल मात्रै चोरेर विरक्त लाग्छ आज तपाईँले साँच्चीकै हो भन्नु भने कति रोमान्सका सिनहरू गरम भनेर आएको थिएँ नाइ भनिदिनु हो कि अब एउटा डान्ससम्म चाहिँ अब मन राख्नलाई गरिदिनु त आकाश चाहिँ केही छैन अब हाम्रो फुलन्दीको आमाले रहर गर्नु फिल्म लाग्दैछ कार्तिक 8 गते त्यसको हेर्छु बिहानदेखि बेलुकासम्म कसो हेर्छु भनेर पट्याउनु पो पर्यो त्यतिकै आइ लागेर फिल्म हेर्न जाउँ भन्नु पर्यो अर्कालाई सिकाउनु पर्दैन आफू कसरी सिक्ने भएर मेरो त दुष्ट भइसक्यो कति नै लाग्छ कि 5 र थुपारेर राखेँ मैले ममा त त्यो ट्यालेन्ट थिएन पकाउने ट्यालेन्ट थिएन तिमीमा त छ नि त आमै मेरो त ऊ आइडिया नै खतरा माने भने माने न त घुसी उलाएर भए पनि अहिलेको जमानामा जबरजस्ती हुन्छ हजुर जबरजस्ती हुन्छ त्यस्तो त कहाँ हुन्छ यार कति नै उसैलाई निमट्न गए जस्तो जब त्यो भारी सारी म बगाइदिन्छु खोइ यत्रो लुगा लिएर आएर यत्रो भारी उचाल्दा लहरलाई पुक्लुक्का झोला भन्न सानो थ्याङ्क यू सो मच है नन्दा ल अब यो जुनीमा नभए पनि अर्को जुनीमा सायद आकाशको हुन सक्नु अर्को जुनीमा त किरा फट्याङ र भइन्छ नि के कसरी अर्को जुनीमा हुन्छ म पनि होला नि त किरा होला नि त फट्याङ्ग्रा किरा अर्को जुनीमा हजुर अर्को जुनीमा म पनि फट्याङ्ग्रा हुन्छु कुन किरा हुने तपाईँ झुसिर किरा तपाईँ झुसिर किरा हुनु म पिरालुको किरा हुन्छ बाई 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 मुन्ड्रे बाई दिपा बाई 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 एभ्रीवान ओके